अहिले चाहिँ नि म यो खोलाको तिर हिँड्दैछु साथीसम्म रहेछ। खोला बगिरहेछ कलमिल। यसलाई शीतल चिनी मोरुङ्गा भन्छ अरे ल साथीहरू। मजाले फुले रहेछ यसरी। हामीले चाहिँ नि टिपेर लिएर जाँदैछौँ। बाटामा चटपट गराएर यहाँ हामी बसेर खाँदैछौँ। मेरो खुट्टामा पर्यो। हेलो एभ्रिवान, छोडले नमस्ते। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई। आई होप कि हजुरहरू पनि सबैजना सन्चै आरामै स्वस्थ हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। आज चाहिँ नि नयाँ ठाउँमा आएर मैले चाहिँ नि भ्लग स्टार्ट गरिरहेको छु साथीहरू। किनकि हामी चाहिँ नि आज मेरो कर्मथलो यानि कि मेरो हस्बेन्डको घरतिर जाँदैछौँ कि। अन्त यता नेपाल आएको बेलामा त त्यता पनि भेटघाट गर्नु पर्यो नि त। माइततिर गएर आएँ म। अन्त अहिले चाहिँ नि म यो खोलाको तिर हिँड्दैछु साथीहरू। जानु म त्यो पुलमा निक्लिन्छु। अन्त यताखेरि बाटो बिग्रेको रहेछ। मेरो हस्बेन्डहरू स्कुटरमा अगाडि हिँड्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ नि ट्र्याक्टरहरू हिँडेको भएर बाटोहरू बिग्रिएको रहेछ। त्यही भएर चाहिँ नि म पैदल हिँड्दैछु। अन्त हामी चाहिँ नि माथि पुलमा पुग्नु पर्ने। हामीले बाटो बिग्राएर चाहिँ नि यता तलबाट आएछौँ कि। त्यही भएर त्यो बाटो बिग्रेको हो, अरू केही होइन। यो सेतीको किनार हिँडेर हजुरहरूलाई पनि म देखाउने छु यताको भ्यूहरू है। नेपाल आएपछि चाहिँ नि सबैतिर भ्याउनु त परिहाल्छ। त्यही भएर जताततै हिँडिराखेकै हुन्छौँ हामी। अनि चाहिँ नि माथिको डाँडामा हो। मलाई चाहिँ नि पैदल यात्री गरायो मेरो हस्बेन्डले। बाटोको स्थिति यस्तै त छ नेपालमा, अब पानी परिरहेको छ होइन। त्यही भएर पनि हो माथि हाइवे चाहिँ नि यता माथिबाट छ हाइवे चाहिँ नि। अनि अहिले चाहिँ नि हामी यता तलतिर जाँदैछौँ माथितिर पो। अहिले चाहिँ नि 12 पनि बज्नु लाग्यो। मेरो छोरा र छोरीलाई चाहिँ नि छोडेर आएको छु। हिँड्नु सकेन। यताखेरि पानी परेर राति झन् बाटो बिगाऱ्यो कि साथीहरू। हेर्न सक्नुहुन्छ आजको मौसम यस्तो। हाम्रो झाँसीमा भएको भए नि अहिले उता हाम्रो झाँसीतिर त बसी नसक्नु गर्मी भएको छ नि त। ला म त एक्लै भएँ। उता हामी बसेकोतिर चाहिँ कति गर्मी भएको छ साथीहरू। यहाँ चाहिँ नि छाता बिना छाताको नि हिँड्न सक्छौँ। यति गर्मी छैन, मतलब यता चाहिँ नि पानी परिरहेको छ नि त। त्यही भएर गर्मी पनि भएको छैन। त्यही भएर छाता बिना नै हिँड्न सक्छौँ हामी चाहिँ नि। मेरो हस्बेन्ड चाहिँ नि पर पुगेर बस्नुभएको मलाई कुरेर। चाहिँ नि यस्तो छ कि अस्ति नै हजुरहरूले भिडियो हेर्नुभयो कि भएन। म अस्ति नै गएको चाहिँ नि यो पुलबाट थियो। अहिले चाहिँ नि यहाँ गाडीबाट स्कुटरबाट आएको भएर चाहिँ नि हामी यताको यो बाटो आउनुपर्ने हुन्छ। त्यही भएर यताको बाटो आएको। यहाँको मौसम हेर्नु न साथीहरू कस्तो राम्रो छ। हेलो भाइ, कता पुग्ने हजुर? खोला बगिरहेछ कलमिल। साथीहरू हामी चाहिँ नि गयौँ बाको घरतर्फ। मान्छे हिँड्ने पुल चाहिँ नि यहाँ माथिबाट छ। अन्त यो चाहिँ नि अरू गाडीहरू हिँड्ने पुल हो। अघि चाहिँ नि मलाई हिँडाएको अब कता हिँडाउनु पर्छ है। मलाई चाहिँ म चाहिँ कता हिँड्नुपर्छ अब।
घर तलको बाटोमा पुग्यौँ म त उताको तेर्सो बाटोमा पुगेछु त्यहाँ हामी त घर तलको बाटो पुगिसकेछौँ साथीहरू पहिला म चाहिँ नि यो सेकेन्ड टाइम हो यताको बाटो आएको त्यही भएर मैले बिर्सि पनि सकेछु के कति राम्रो मौसम परेको आज मेरो खुट्टामा खुट्टा दुखेन नि के भयो स्पिड कम भयो साथीहरू फेरि हिँड्नु पर्यो म त आज चाहिँ नि मौसमले नि एकदमै साथ दिएको छ साथीहरू भगवानले पनि हेर्छ क्या हामीलाई त हामी माथि त भगवानले नि कति कृपा गर्नुहुन्छ के आनन्दको मौसममा को रहेछ यस्तो ओरे बाबा ल हामी चाहिँ नि यहाँ आमाको घर पनि आइपुगिसक्यौँ आमा यता बस्दै हुनुहुन्छ ल यता हेर्नु ल हेलो अरे यो के रहेछ आमाको घरबाट आमा बा राति आउँदैन छोडेर अब जानु पर्यो यहीँ भेटघाट गर्नु आएको अब भेटघाट भयो ल गयो त आमा बा ल ल नमस्ते आमा बा हाम्रो पुडी गाउँ मकैको बाहिर यस्तो छ साथीहरू यो यहाँ चाहिँ नि फलीको कति धेरै फुल फुले रहेछ हामीले टिपेर पनि लिएर जानु लाग्यौँ यो मजाले बल्ल फुल्दै रहेछ नेपालतिर यसलाई शीतल चिनी मोरुङ्गा भन्छ अरे यसलाई साथीहरू मजाले फुले रहेछ यसरी हामीले चाहिँ नि टिपेर लिएर जाँदैछौँ बल्ल फल्न लाएर रहेछ बेसरी फुले रहेछ अहिले बाई जानु बाई 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 भन्नु बेसरी फले रहेछ के ऊ हेर्नु न लट्ठीहरू पनि बेसरी फलेर लागे ल बाई सानो बाई भन्नु ल बाई 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 भन्नु यी साथीहरू अझै दसैँको पिङ अहिलेसम्म रहेछ पिङ खेल्छु भनेको टाइम भएन अब चाहिँ नि हामी डाइरेक्ट जानुपर्ने हुन्छ किनकि घरमा दिदीहरू पनि आएर बस्नुपर्छ अरे हाम्रो पुरी गाउँ माथिल्लो पुरी गाउँहरू चाहिँ नि ए डोगी दिदीले फोन गरेछ साथीहरू अब चाहिँ नि यहाँबाट फर्किनु लाग्यो बा आमा दिदी नानी सबैजनालाई भेटेर राइस बाबुको राइड हुँदैछ यहाँ चाहिँ नि मलाई लडाउने हो कि कस्तो खालको राइड हो फेरि यहाँ राइड हुँदैछ अफ रोडमा राइड हुँदैछ ए अब यो ढुङ्गामा पार्नु होला नि हजुरले फर्किएर फेरि हामी यही पुलमा आयौँ यहाँ आएपछि चाहिँ नि यहाँको वातावरण नै अलग्गै फिल गराउने क्या साथीहरू यहाँ चाहिँ हामी
चटपट खाने कार्यक्रम भइसक्यो उहाँ पुडी गएर आएर पनि यत्रो बाटामा चटपट गराएर यहाँ हामी बसेर खाँदैछौँ कस्तो पिरो भएछ हेलो बहिनी हेलो दिदी चटपट कस्तो भयो एकदम पिरो भएछ त पानी हेर्ने सुँगेको पानी पिरो है त यहाँ फाल्छ त्यो यिनी चाहिँ मेरो बहिनी हो साथीहरू कसैलाई बिहा गर्न मन छ भने रिस्ता लिएर आऊ है खुर्सानी नि खाएको तिमीले खाएर देखाउँछ Kamu, jangan sini dah. Mama detik itu berapa? Banyak tahu. Jauh, mami jauh. Kau sudah apa tahu? Sudah ada ni. Tadi bang. Apa ni? Halo. Ini bukan lagi, terus. Itu piru भयो nanti gara के भनेको छोरीले एउटा कपले त हजार पिरो भयो त्यो रुवाब चाहिँ खाना त धेरै मन ल